एरो एरो बड्की ठुलो मम्मी त पिङ्की भएर राम्रै हुनुभएको छ त कति राम्रै दाँत पनि नखेल्ने 4 बजेसम्म नसुत्ने मान्छे हामी नै हो दर्शकहरू तर हामीलाई कसैले पैसा दिएन 100 रुपियाँ यसले मात्रै दियो यसले जित्यो भने 1000 रुपियाँ पनि दिइहाल्छ दिन्छ पुगेन दिन्छु यहाँ फेरि कुसुम कुसुम चाहिँ जहाँ गए पनि कुसु कुसु सुरु हुँदो रहेछ ओ माई गड बुढी भइसक्नु भयो गाइस हजुरहरू हामी बहिनी यस्तो भइसक्यो पैसा ले पहिला पैसा दियो भने मात्रै पानी दिन्छ यसले पानी 10 रुपियाँको पानी यसलाई नि पानी ल्याइदियो भनेको कि पैसा नदिनु ल्याइदिएको पैसा भने उठेर भुइँमा राखेर मेरो फर्स्ट टिका मेरो आइप्याड लिएर आउँछ खोइ आमा अनि आशीर्वाद चाहिँ नबोली दिने आशीर्वाद म दिन्छु मैले भनेको पुग्छ भने खोजेको त यति भएपछि पुग्यो हैन सधैँ राम्रो दिन्छ भिडियो गोस सुते बलम हल धरे सत्यम च कुन्ती सुते विज्ञानी विदुरे भवति भवतम कीर्तयक्ष नारायण जयन्ती काली मंगला भद्रकाली कपालिनी दुर्गा भवानीको प्रसादले मेरो भान्जीको रोग व्याध सबै हराओस् पिताको काम पूर्ण होस् जे लक्ष्य ल्याएको छ भान्जीले त्यो पूरा होस् अब अर्को चोटि ज्वाइ ल्याएर आशीर्वाद त्यही हो पाइएन 10 रुपियाँ मात्रै आएछ क्या भन्दै इनलाई चाहिँ 10 रुपियाँ मात्रै आएछ 10 रुपियाँ मात्रै आएछ आँखा देखिँदैन आँखा देखिँदैन धेरै पैसा किन आफैको धेरै भएछ भान्जीले हामीलाई उता आएपछि कमाएर दिइहाल्छ दिन्छु हो टेन्सन के लिनु त्यो मैले बिर्सेको छुइनँ भान्जीले कमाएर के भनेको छ के त म अब अझै खतरा दिन्छु म त बिर्सेको छुइनँ त्यो नगरी त म मर्दिन सुन्छु भनेपछि त सुन अस्तिमा म त खतरा दिन्छु भने त अनि कसरी लाउनु त खतरा भान्जी खतरा कसरी लाउनु अयो देखा अनुहार अल्सो सुत्छ यो अब ठुल मम्मी मिठुल मम्मी ओम शान्ति माइल ठुल मम्मी उतै जाने होला आज खोजेर यो भिडियो हेर्दा एक किसिमले रमाइलो एक किसिमले रमाइलो यहाँ टुक्रा आएपछि क्या यहाँ लगाइदिनु मामा चाहिँ अहिले हामी भिडियो हुनुहुन्न तर खिचेको कति रमाइलो लाग्यो मलाई मजा आयो र आफन्तमा मान्न चाहिँ जानै आउनै पर्यो आउनेस परोस् बाटो नबिर्सिनु बाटो चाहिँ साँगुरो नबनाउनु साँगुरो भयो यसपालि जान्न नभन्नु कहिले भन्दैन मैले त्यस्तो कहिले भन्दैन म दिएदिउँ नदिएन डमरा टिका मात्रै लाउने लगाइदिने हो दुर्गा भवानीको प्रसादले आफू काटेको पुगोस् हिँड्दा ठेस नलाग्यो ल भिलेज ल बाई बाई गाडी ग्याङहरू के ग्याङ हो तिम्रो के ग्याङ स्कुटी ग्याङ भटभटे गाडी रिजर्भ गाडी भित्र को हेलो सुषमा दिदीहरुकोमा ल हामी छौँ सुवासादाहरूको इन्तजारमा किनभने हामीसँग छैन के अरे पैसा कम दाम छैन भोक लागेर ढिलो चाउमिन बनाउन आँटेको यसरी राम्रो चस्मा झरेर थालेको उपर हामी स्थान लाग्दैन खाँदा खाँदै राम्रो बाटो कुदाएर आएपछि मेरो जेठो मामा घर आउने बाटो यस्तो स्टिल यस्तो नै छ अहिले यतिमा त छोड्यो क्या तर यो किसिमको रमाइलो थियो अहिले त म खतरा आएको छु त्यस्तो भइरहेको थियो फाइनली जेठो मामा घर पुग्यौँ दसैँ लागिसकेको छ यहाँ दिदी दसैँ लागेर ढुमचक्का रहेछ ढुमचक्कडा आयो अरे कोही दर्शन आमा भान्सामा के हो रमाइलो छ भान्सा
बड्की भाबी हाम्रो मैले मेज जनार्दन ल ल ल ल ल ल जेठो घर हामी फाइनली ए 3 टिकटहरू बसिसकेका छन् टिका लगाउन माथिबाट देखिएको दृश्य एकदम रमाइलो छ मेरो जेठो मामा घर चाहिँ होइन माथि छ अलिकति अनि त्यो पछाडि यस्तो सिनहरू देखिन्छ कि मलाई एकदम आनन्द रमाइलो लाग्छ क्या नेचुरल ब्युटी भनेको नेचुरल ब्युटी हेर्नु कस्तो राम्रो छ साँच्चैको राम्रो छैन त छ नि होइन कमेन्ट गर्नु होला राम्रो लाग्यो भने अनि 2 वर्ष पछाडि चाहिँ यो भिडियो हालेँ कस्तो अल्छी म है तर पनि यो यहाँ देख्दा चाहिँ फोनमा स्पेस अहिले पनि ठ्याक्क दसैँ छ नि त 82 को यो 80 को हो अनि एडिट गर्न मजा आयो क्या अनि स्पेस राख्नुपर्छ भनेर तत्काल बनाउँदै हालि पनि रहेको छु अनि यादमा चाहिँ यो रहिरहने पनि त अनि एकदमै मलाई रमाइलो लाग्यो मलाई मामालाई आशीर्वाद दिँदै हुन्छ सुन्नु होला कुराहरू किनभने मैले भान्जीको निधारमा हात लगाएपछि भान्जीलाई भगवान्ले पनि दुःखी सम्पन्न पार्नुहुनेछ यो भन्ने मैले खाली हात किन भनेर भान्जीलाई मैले यसो एउटा प्रदक्षिणा गरेको मात्रै हुँ यसमा एकदम सुखमय जीवन बितोस् एकदम राम्रो सुखमय जीवन बितोस् सबैको मान्ने गुन्ने हुनु विद्वान सबैको यो यस्तो दसैँ थियो कि यतिखेर हामी ज्यादा मान्छे भेला भएको थियौँ अझै टन्नै त छुट्टी नै रहनु भएको थियो त्यो पनि मम्मीको साइडको मामा घरमा जेठो मामा घरमा सबै मामा घरतिरको बेला हेर्नु त आम्मा कस्तो रमाइलो भएको थियो ल जोइन सापहरू हेर्नु है हाम्रो जोइन सापहरू हानेर गरे यहाँ बस्नुभएछ मामाहरू जेठो मामा माइलो मामा कान्छो मामा जेठो मामाको सुपुत्र जेठो मम्मीको छोरा के खानु यहाँनिर मोगटे नरिवल चुनु झर्ना साथ ओढेर आइ भएन गुल्ली होला पानी फोडिदिनु न यो नरिवलले फोडिदिनु न अझै भिडियोहरू हाल्दा लामो हुने भिडियो त्यही भएर यो भिडियो यतिसम्मै फेरि अब फर्केर गएर विराटनगरमा अरू टिका लगाएको भिडियो थ्याङ्क्स फर वाचिङ